साथीहरू दसैँ भन्छ खोइ त हो लाग्दो भइसक्यो दसैँ ला हो साथीहरू ए हामी चुचु जान्छ दामी भइरहेको छ आउँदैछु ल खोइ हामी दुईजना चाहिँ हामी दिदीबहिनीमा अहिले चाहिँ अब हाम्रो फर्स्ट है आमा र आप्पाकोबाट चाहिँ स्टार्ट हुँदैछ है अन्त त्यहाँबाट चाहिँ अब हामी तल मामकोमा जानुपर्ने भयो है त्यहाँ गएको चाहिँ अब हाम्रो शाखा सन्तान निकै लामै छ नि त अन्त त्यही भएर चाहिँ अब हामी त्यहाँ उता जाने है घामले हेर्नु न आमा त कस्तो मेरो प्रमोद भाइ भिडियो अन्त साथीहरू हामी चाहिँ मामको घरमा टिका लाउनु गएको है नानी त्यो म र नानी मात्रै छु हामी एकदम नखाने तरिकाको मान्छे हो नि त कि अलिक अन्त हाम्रो चाहिँ अलिक मिल्छ अरू त साह्रै ल्याङल्याङहरू छ यहाँ सब खाँदै त्यो ल्याङ गर्नेहरू टिनिनी बिहानै टिनिनी भइरहेको छ सबजना हो अन्त हामी चाहिँ जाँदैछु अब त्यो पनि अलमोस्ट रेडी बसिसकेछ है हो र ह्याप्पी दसैँ ऊ यहाँ हाम्रो माइली आमा चाहिँ जाँदैछ यता यहीँ छ यता चाहिँ हाम्रो मामले टिका लगाइदिँदैछ मजाको होइन यता आगो आशीर्वाद चाहिँ दडो भेटाउँदैछ यसपालि ल्याउने कि अलिकति त्यो उयो नमिलेर मिलेको त लिइहाल्ने आशीर्वाद चाहिँ डरलाग्दै भेटायो ल्याउनेवाला चाहिँ थिएँ अब ल्याउनु पर्यो नि त हौ यो त हाम्रो वङचु एकपल्ट त हेर्दै एक झलक बिराम भएन हाम्रो सन्तानहरू गफ हुँदैछ ठुल्ठुलै गफ भन्दैछ यो चाहिँ मेरो भ्लग होइन नि फेरि यो चाहिँ आङीको भ्लग हो नि फेरि उहाँ आङीको हो बिजी हुनुहुन्छ है र टिका लाउनुमा म चाहिँ अब एकछिनको भ्लगर यता मामहरू आखे आगो दियो देउसाको ओ देउसाको यता के गरिदिनु आइरहेको छ दिने एकपल्ट एस ओ माई गॉड यता यता पनि ब्याङ्क भाग्याङको हजुर अचार 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 चाहिँ के को बिरयानी साथ अचार पनि चाहियो अरे ए सलाद अन्त यहाँ आसुले चाहिँ यहाँ अचार पिस्दै हुँदो रहेछ मेरो भ्लग होइन यो त पोलेको एकदम म चाहिँ क्यामेराम्यान आजको है पाख्रिन बोइजहरू यता हेर्दैन कि यता चाहिँ हाम्रो कान्छाको एउटा डाइलग हानिदिनु कान्छा के भनिदिनु त भनिदिनु न छिटो बास यस गरिदिनु न यहाँ चाहिँ अब फोटोसुट हुन्छ अरे सबैजना भ्लगर यहाँ सबैको हातमा क्यामेरा सबैजना यहाँ उभिरहेछ यता हाम्रो फोटोग्राफर
पहिला मेरो एउटा गीत कतिको थियो बस हजुर सर फोटो हुँदैछ हाम्रो पुरा पानी हालेको छ यहाँ नखाइ त के भन्नु थाल्यो उयो एकजना आमा हुनुहुन्छ ऊ चाहिँ शुद्ध केही नखाने माइली आमा यता माइली आमा यता साइली आमा यता फेरि यहाँ सक्ना सेन्टेरेम यता रामचन्द्र आमा कपमा बियर देखाइदिएन कपमा बियर कपमा फेरि बियर त्यो चाहिँ पानी है यस्तोमै भात खानुपर्छ होला हौ कस्तो कसले पुनेको मामले यसलाई चाहिँ टपरा भन्छ यो चाहिँ हाम्रो संस्कृतको हो यो हामीले हाम्रो फेस्टिभलहरूमा ज्यादातर युज गर्छौँ टपरी यस्तोमा पहिला हामीले खाना खान्थ्यौँ भात खान्थ्यौँ आजकल त कसैले पनि बनाउँदैन यस्तोहरू यो चाहिँ केराको पत्ताले बनिन्छ यो चाहिँ हाम्रो मामले बनाएको अरे साथीहरू यी टपरीमा बसेर म खाँदैछु मलाई पर्खेको गाई खानको लागि तयारी भइसक्यो होइन खाजा कस्तोमा खाँदैछ भनेर त हामी हेर्नुहोस् अब लोकल अब ट्रेडिसनल थालमा यो अचार यो चिकन भयो एउटा यतिको हुनु पऱ्यो नि त अब होइन यहाँ केटाहरूले फेरि लोकल हान्छ नि फेरि यस्तो छ थालमा खानुपर्ने त यस्तो दसैँ तिहार अब यो फुल नेपाली स्टाइलमा होइन गाई अब के गर्ने अब टिका त यस्तो छ यहाँ दिप्दा कस्तो आजको अनि कस्तो आज हालखबर तातो छ हालखबर सोधेको छ भाइ के भन्नु खोज्यो एउटा कमिटी यहाँ दुश्मनको लागि फलाम यहाँ साथीको लागि सलाम के भन्नु त्यसलाई अब आफै काचो कुचो गरेर बुझ्नु होला थाहा छ होला तपाईँले देखेको होला यस्तो डाइलेगहरू होइन साथीहरू अब जान्छु घर साथीहरू यहाँ हाम्रो कान्छागु चाहिँ सिङ्गल हो हाम्रो कान्छागु चाहिँ कान्छागु यो गीत गाइदेऊ नमस्ते नमस्ते बिग्राको त्यो रातो टिका छपनी बसियो दिलमा ओरे वाह मिलेको त्यो नख फुले ओ ज्योति बनी बसियो दिलैमा नमस्ते दामी 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 हो कस्तो दामी गाउँछ मेरो माइतीहरू सबैजना यस्तो सुन्दरता मैले देखेकै थिएन नमस्कार मामलाई पनि देखाउनु पर्यो हाम्रो माम हो कान्छी मामको घरमा टिकाउन आएको अब जाने मजा आयो खानापिना खानु यो मन दिने त्यो धन दिने साँच्ची एक मायालु नमस्ते दुई टपरी खायो हाम्रो बाउखालहरू भात खाँदैछ यहाँ फाइनली साथीहरू धेरै मजा गर्नुको बाद चाहिँ हामी घर फर्केको म र नानी घर फर्केको अब अरू चाहिँ डुल्नु निस्किने अरे को जति अझै खाँदैछ अन्त हामी चाहिँ घरको तर्फ लागेको किनभने घरमा आमा एक्लै छ बिसन्चो भइरहेको छ अर्को आमा त्यही भएर चाहिँ हामी चाहिँ घरको तर्फ गएको ल हाम्रो गाउँ पहिले यो टिङ्केमा कम्ता खेल्दिनँ ल त्यही त बाउले जक्की छ घर भनेर आमा एक्लै छ भनेर तर आउनु त आउँथेँ म त्यसै पनि ल है साथीहरू यतिमै बाई थाकेँ पुरा